सम्माननीय सभामुख महोदय, आज हामी सबैको प्रिय नेता संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेम्बाङको जन्मदिन। म उहाँलाई सम्झेर श्रद्धासुमन व्यक्त गर्न चाहन्छु र उहाँले माया गर्नुभएको हाम्रो इलामको कृषि बजारमा धेरै सम्भावना बोकेको छुर्पीको विषयमा उठान गर्न चाहन्छु। छुर्पी र यसको बजारले देशको अर्थतन्त्रमा सकारात्मक भूमिका खेलेको छ। वर्षेनी 4 अरबमाथि निर्यात हुने गरेको तथ्याङ्क छ। यसले रोजगारी सिर्जना गर्नुको साथै दुध किसानको आम्दानीको स्रोत पनि बनेको छ। तर सम्भावना बोकेको वस्तु खास गरी अन्तर्राष्ट्रिय बजारमा भ्याटको अन्योलताका कारण प्रतिस्पर्धामा समस्या हुने देखिएको छ। यसबाट छुर्पी किसान, उद्योगी, निर्यातकर्ता र राजस्व कार्यालय बीच अन्योलताको सिर्जना भएको छ। नेपालबाट निर्यात हुने एकमात्र दुधजन्य पदार्थको उत्पादनमा निराशापन देखिएकोले यस व्यवसायको भविष्यमा सङ्कट पैदा भइरहेको छ। म यो समस्याको उचित समाधान र सम्बोधनका लागि सम्बन्धित निकाय र सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु। धन्यवाद।